हेलो साथीहरु, हजुरहरुले हेर्न सक्नुहुन्छ अहिले चाहिँ चेरी रेड कलरमा छ यो कलर भने बेसमा चाहिँ कलर छैन। हामीले चाहिँ यसमा एस ब्राउन हेयर कलर फुल हेयर हाइलाइटमा कलर गर्न गइरा छौं। हजुरहरुले फुल भिडियो चाहिँ यही भिडियोमा वेट गरेर हेर्नुपर्ने हुन्छ। यसमा चाहिँ अहिले मिक्स कलर छ, काई कलर छ काई कलर छैन, तर कलर चाहिँ क्यारेम्बलको आएको छ। अहिले चाहिँ चेरी रेडमा आएको छ भने हामीले चाहिँ ब्लन्डमा गर्छौं, एस ब्लन्डमा। हजुरहरुले ब्राउन बेसमा हजुरहरुले वेट गर्नुपर्ने हुन्छ। साथीहरु अघिको हजुरहरुले हेर्न सक्नुहुन्छ अघि रेड कलरको कलर थियो भने अहिले चाहिँ एस ब्राउनको बेस अनि त्यसपछि हामीले क्यारेम्बलको हाइलाइट गरेर यो कलर फिनिशिङ यस्तो भएको छ है। हजुरहरुले हेर्न सक्नुहुन्छ आफ्टर हेयर कलर पछिको फुल हेयर हाइलाइट प्लस कलर पछिको उहाँ चाहिँ हाम्रो रेगुलर क्लाइन्ट हो, तर यो चाहिँ यो चोटी चाहिँ आफ्टर 2 इयर्स पछि भिजिट गर्न आइसकेको छ फेरि फाइनली हैन। हजुरहरुले हेर्न सक्नुहुन्छ आफ्टर कलर पछि यति धेरै हेल्दी र नेचुरल वेट भएको छ हैन। हजुरहरुलाई पनि यस्तै कलर स्ट्रेट गर्न परे चाहिँ यसको कलेक्सन एन्ड ब्युटिशियनलाई सम्झिन सकिन्छ। हाम्रो स्टोर कोबकमा छ। मोर इन्फर्मेसनको लागि चाहिँ बायोमा दिएको नम्बरमा कन्ट्याक्ट गर्न सकिन्छ। हजुरहरुलाई पनि यस्तै हेल्दी नेचुरल कलर स्ट्रेटहरु चाहियो भने चाहिँ कन्ट्याक्ट गर्छु। थ्यांक यू एभ्रीवान।